नमस्ते एन्ड वेलकम माई युट्युब च्यानलमा। आज फेरि मैले आधा किलो मटन लिएर आएको छु तपाईँहरूको माझ। म मटन पकाउने छु, तपाईँहरू सुरुदेखि लास्टसम्म देख्न सक्नुहुन्छ। एकदम सिम्पल तरिकाले म मासुको रेसिपी बनाउन गइरहेको छु। यसमा मैले लगायत जिरा, सुकेको खुर्सानी, धनियाँ अनि आयो यसमा प्याज आयो है। प्याज आयो। अब चाहिँ म यसलाई मजाले चलाउने छु। हामीसँग मासु पुरा धोएर पखालेर क्लिन गरेर राखेको छ, आधा किलो मासु। अनि प्याज पाकेर अलमोस्ट अब मासु लगाउने टाइम भइसक्यो है। म मासु लगाउने छु। मैले आधा किलो मासु लिएर यसलाई धोइ पखाली गरेर रेडी पारिसकेको थिएँ। मजाले यसलाई चाहिँ पकाउने छु। एकदम अर्ग्यानिक स्टाइल है साथीहरू, एकदमै अर्ग्यानिक स्टाइलले। मैले यसमा केही लगाउने छैन, मसलाहरू केही पनि युज गरेको छैन है। आज मैले यसरी तपाईँहरू पनि बनाएर खान सक्नुहुनेछ है त। ठ्याक्कै मैले बनाएको तरिकाले बनाउनुहोस्, आज निकै मिठो हुनेछ मलाई लागिरहेछ साथीहरू। अब म यसमा बेसार लगाउने छु अलिकता, अनि स्वाद अनुसार नमक, नुन आयो यसमा। नुन आयो। अब यसलाई मजाले चलाउने छु। एकदम अर्ग्यानिक स्टाइलले पाक्दैछ है साथीहरू, एकदमै केही युज गरिँदैन। तपाईँले सोच्नुभयो होला कसरी पकाउँदैछ यसले, केही पनि नलगाइकन, केही मसला युजै नगरिकन भन्ने सोचमा पर्नुभयो होला। लास्टसम्म हेर्नुहोस् अनि तपाईँले देख्नुहुनेछ। म भिडियो कुनैलाई पनि स्किप नगरिकन हेर्नुहोस्, म देखाउनेछु है सुरुदेखि लास्टसम्म। मैले अघि यसमा कुटेर राखेको यो सुकेको खुर्सानी, धनियाँ अनि जिरा अनि त्यसपछि अदुवा लसुन हो है साथीहरू, अरू केही पनि होइन यो है। अनि यो लगाएर अघि मैले पिनेर राखेको थियो त्यही चाहिँ युज गर्दैछु है, अरू केही पनि होइन है साथीहरू। यति नै लगाएर, यति नै युज गरेर हामीले आज मासु पकाउँदैछौँ है। हामी बेलुकामा मासु पनि खाने अनि मसला पनि खाने गऱ्यो भने त समस्या हुन्छ। म यहाँको बेलुकाको टाइममा चाहिँ मासु पकाउँदैछु है। तपाईँहरू कुन समयमा हेर्नुहुन्छ मेरो यो भिडियो, यो रेसिपी, तपाईँहरूले मलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ है साथीहरू। यसमा चाहिँ मैले टमाटर लगाएर मिक्स गरिसकेको छु। अब यसमा पानी लगाएर यसमा म सिटी लगाउने छु। 5 सिटी लागेपछि अनि बल्ल यो खानाको लागि तयार हुनेछ। सबै कुरा मजाले पाकिसकेको छ। यसमा मैले केही पनि युज गरेको छैन, तपाईँलाई भनिसकेको छु। अब यसमा चाहिँ म तातो पानी लगाएर यसमा चाहिँ यसरी हेर्नुहोस् है साथीहरू, केही युज गरेको छैन। टमाटर, सुकेको खुर्सानी, अदुवा लसुन, द्याट्स इट। अब सिटीको लागि ढक्कन बन्द गरिसकेँ मैले। अब यो पाक्ने छ। अब हामी 10 मिनट हामी यसलाई उमाल्नेछौँ, पकाउनेछौँ। त्यसपछि तपाईँहरूलाई म देखाउनेछु है साथीहरू।
पाक्यो है पाक्यो है पाक्यो है। अब म यसलाई यसमा उतार्ने छु। हेर्नुहोस् है साथीहरू, मजाले पाकेको छ। मासु चाहिँ होला झोलवाला मासु। वाउ, खतरा भएको छ। अब यसलाई एकछिन फेरि पकाउने छु है म। त्यसपछि फेरि लास्ट सिन देखाउने छु। साथीहरू पाकिसक्यो अब है। मैले यहाँ चाहिँ धनियाँको टपिङ गर्दैछु। हेर्नुहोस् राम्रोसँग पाकेको छ। यस्तो मजाले एकदम अर्ग्यानिक तरिकाले पकाएको छु, केही मसला युज नगरिकन। सुरुदेखि लास्टसम्म हेरिदिनु होला, स्किप नगरिकन। के कमी छ, कमी कमजोरी कमेन्ट गर्नु होला है साथीहरू। ल, सी यू सुन नेक्स्ट व्लग। Thank you so much for watching this video.